सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। सम्पूर्ण ख्रिस्टीय अभिवादन। आउनुहोस् आज पनि हामी भजन सङ्ग्रहको पुस्तकबाट भजन नम्बर 83 को 1-18 हामी पाठ गरौँ। हे परमेश्वर, तपाईँ मौन नरहनुहोस्, चुप नबस्नुहोस्, निष्क्रिय नहुनुहोस्। हे परमेश्वर, हेर्नुहोस्, तपाईँका शत्रुहरूमा निकै हलचल छ। तपाईँका शत्रुहरूले आफ्ना शरीर कति ठाडा पारेका छन्। तिनीहरूले धूर्तता साथ तपाईँका मानिसहरूको विरुद्धमा षड्यन्त्र रद्धछन् र तिनीहरू तपाईँले कदर गरेकाहरूका विरुद्धमा मतौ गर्छन्। तिनीहरू भन्छन्, आओ हामी उनीहरूको जातिलाई नाश गरौँ, ताकि इजरायल भन्ने नाउँको सम्झना नै नरहोस्। तिनीहरू एकमत भएर षड्यन्त्र रच्छन्। तपाईँको विरुद्धमा तिनीहरू परस्पर सन्धि गर्छन्। एदोम र इस्माएलका निवासीहरू, मोआबी र हग्री, गवाली, अम्मोनी, अमालेकी, पलिस्ती र टुरोसका निवासीहरू र लोतका सन्तानहरूलाई सहायता दिनलाई असुर पनि तिनीहरूसँग मिलेको छ। मिद्यानीहरूलाई गर्नुभए जे व्यवहार तिनीहरूसँग गर्नुहोस्। सिसरा र याबिनलाई किसोन खोलामा गर्नुभए झैँ, जो एदोरमा नष्ट भए र जमिनका फोहोर सरी भए। तिनीहरूका भारदारहरूलाई ओरेब र जयब झैँ तुल्याउनुहोस्। तिनीहरूका सबै राजकुमारहरूलाई जेब र समुना जस्तै बनाउनुहोस्, जसले भने, परमेश्वरका खर्कमा हामी आफ्नो अधिकार जमाऊ। हे मेरा परमेश्वर, तिनीहरूलाई यताउति पल्टाइने झार र बतासले उडाएको भुस चाहिँ तुल्याउनुहोस्। जसरी आगोले जङ्गल भस्म पार्छ र ज्वाराले पहाड जलाइदिन्छ, त्यसरी आफ्नो प्रचण्ड आँधीले तिनीहरूलाई खेद्नुहोस् र तपाईँको आँधी बेरले तिनीहरू भयभीत पार्नुहोस्। तिनीहरूका अनुहार लाजले छोपिदिनुहोस् र हे परमप्रभु, मानिसहरूले तपाईँका नाउँको खोजी गरून्। तिनीहरू सधैँ शर्ममा परुन् र हताशले भरिउन्। तिनीहरू अपमानमा नष्ट भइजाउन्। तिनीहरूले जानुन् कि तपाईँ, जसको नाउँ परमप्रभु हो, तपाईँ मात्र सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ। यस वचन पढाइ र सुनाइमा सम्पूर्ण जनलाई परमेश्वरले आशिष गर्नुभएको होस्। धन्यवाद। आमेन।